हेलो नमस्ते। आज म फेरि तपाईँहरूमा स्वागत भइसकेको छु। आज चाहिँ हामी के पढ्नेछौँ भने चाहिँ हाइवे इन्जिनियरिङ रिलेटेड नै एउटा पेमेन्ट वाइडनिङ र लेन्थ अफ ट्रान्जिसन कर्भको बारेमा पढ्नेछौँ। र अब पेमेन्ट वाइडनिङ हामी एउटा जस्तै यो सिम्पल फिगर लिएर बुझ्न सक्छौँ। जस्तै अब गाडी जस्तै टर्न हुन्छ भने त्यसको इनर ट्र्याकको जुन पछाडिको व्हिल एक्सल हुन्छ त्यो चाहिँ एउटा ट्र्याकमा हुन्छ र अगाडिको व्हिल एक्सल चाहिँ अर्को ट्र्याकमा। यसले गर्दा के हुन्छ भने त्यसको मान्छे एउटै ट्र्याकमा नभएर त्यसको पेमेन्टले त्यो धान्न सक्दैन यदि त्यसलाई कन्सिडर गरेर डिजाइन गरिएन भने। त्यही भएर हामी यसलाई मेकानिकल वाइडनिङ भन्छौँ। जस्तै पछाडिको ट्र्याक के छ, पछाडिको ट्र्याक अर्को लेनमा छ, अर्को रेडियस जस्तै भयो, अर्को रेडियस जस्तै, अनि अगाडिको ट्र्याक अर्को रेडियसमा छ। त्यही भएर यसलाई डिजाइन गर्नलाई हामी त्यो जुन कन्सिडर गर्छौँ त्यो भनेको त्यसलाई अफ ट्र्याकिङ भन्छौँ। जस्तै अगाडिको र पछाडिको चक्का दुइटै एउटै लेनमा छैन भने त्यसलाई हामी अफ ट्र्याकिङ भन्छौँ। र अफ ट्र्याकिङको जेनरल फर्मुला भनेको L²/2R। अनि यो भनेको के को लागि तपाईँ सम्झिरहनु, वन लेनको लागि। यहाँ एल भनेको के हो, लेन्थ अफ कर्भ। यो लेन्थ भनेको यो लेन्थ रहेछ के, यो यहाँदेखि यहाँसम्मको लेन्थ, यहाँदेखि यहाँसम्मको लेन्थ भनेको यो लेन्थ भनेको के रहेछ तपाईँ, लेन्थ अफ व्हिल एक्सल भनेको जेनरली 6 मिटर लिन्छ र आर भनेको रेडियस अफ कर्भ। अनि अर्को चाहिँ के हुन्छ तपाईँको वाइडनिङ गर्दाखेरि साइकोलोजिकल वाइडनिङ पनि हेर्नुपर्ने रहेछ। साइकोलोजिकल भनेको जस्तै अब ड्राइभरको कन्फिडेन्स बढाउनलाई। अब ड्राइभरको कन्फिडेन्स नबढाए, अब जस्तै हामी पनि जस्तै एउटै बाटो छ त्यसमा बाहिरतिर ब्यारियर साइड लगाएको छैन भने त्यसमा त हामी आत्तिन्छौँ नि, डराउँछौँ। अब त्यो बढाउनले, कन्फिडेन्स बढाउनै, पातलो बाटो भयो भने त ड्राइभरको कन्फिडेन्स घट्छ, त्यो बढाउनलाई चाहिँ हामी वाइडनिङ गर्छौँ। त्यो चाहिँ इम्पेरिकल फर्मुलाबाट आउँछ। त्यो भनेको यो रहेछ V/9.5/√R। र हामी दुइटैले कम्बाइन गर्छौँ, मेकानिकल प्लस साइकोलोजिकल। त्यो भनेको कति रहेछ, एनवटा लेनको लागि के हुन्छ NL²/2R र साइकोलोजिकलमा के हुन्छ V/9.5√R। अब हामी लेन्थ अफ ट्रान्जिसन कर्भ डिजाइन गर्छौँ। लेन्थ अफ ट्रान्जिसन कर्भ डिजाइन गर्ने तिनवटा मेथड रहेछ। पहिलो मेथड के रहेछ भने बेस्ड अन रेट अफ चेन्ज अफ सेन्ट्रिफ्युगल एसिलेसन भन्छ। सेन्ट्रिफ्युगल एसिलेसन कसरी चेन्ज भयो, जस्तै अब एउटा टर्निङ छ, टर्निङमा पहिला के हुन्छ, गाडी जस्तै कर्भ आयो भने के हुन्छ, पहिला स्टेटबाट ट्रान्जिसनमा जान्छ, ट्रान्जिसनबाट कर्भमा जान्छ भने त ट्रान्जिसनको त रेडियस चेन्ज हुन्छ। पहिला हामी स्टेटबाट ट्रान्जिसनमा जान्छौँ भने रेडियस त इन्फिनिटी हुन्छ स्टेटको, अनि ट्रान्जिसन जाँदा जाँदा त्यसको रेडियस सधैँ ट्रान्जिसन कर्भको रेडिएसन आर होला भने चाहिँ अब एसलेसन हाल्छु भने कति हुन्छ, A= V²/R। V²/R भनेको आर त यहाँ इन्फिनिटी छ किनभने स्टेट पोर्सन छ भने चाहिँ A0 भयो। त्यसै ए भनेको V²/R, आर भनेको आर नै छ, त्यो सर्टेन रेडियस होला ट्रान्जिसनको। त्यो भयो भने चाहिँ जर्क भने हाम्रो कसरी हुन्छ भने चाहिँ सेन्ट्रिपिटल एसिलेसन भनेको कसरी हुन्छ, सेन्ट्रिपिटल एसिलेसन भनेको के हो, जर्क भनेको हाम्रो के हुन्छ V²/R, यो एसिलेसन माइनस यो एसिलेसन माइनस 0 टाइम हुन्छ। यो भनेको तपाईँको टाइम नै हो। LS/V भनेको टाइम नै हो। जस्तै LS भनेको के हुन्छ, V LS/T गर्नुहुन्छ भने T कति हुन्छ, LS/V हुन्छ। त्यही टाइमले डिभाइड गरेर LS/V हुन्छ। अनि यसलाई सिम्प्लिफाई गरेर हाल्दा तपाईँ कति आउँछ, C VQ/RLS भने LS VQ/CR। अनि C को भ्यालु चाहिँ दुईवटा हुन्छ। जस्तै C को भ्यालु एउटा रेन्ज हुन्छ, तपाईँ एज्युम पनि गर्न सक्नुहुन्छ। जस्तै 0.5 देखि 0.8 को बिचमा जुन भ्यालु पनि एज्युम गर्दा भयो। अथवा यसको एउटा इम्पेरिकल फर्मुला पनि रहेछ, C 80/75 प्लस यो V हो है, V हुन्छ, V रहेछ। V भनेको यसमा km/h हुन्छ। अर्को रहेछ रेट अफ इन्ट्रोडक्सन अफ सुपर इलिभेसन। सुपर इलिभेसनलाई कसरी तपाईँ इन्ट्रोड्युस गर्नुहुन्छ त्यसको अनुसारमा पनि हुन्छ। जस्तै यदि तपाईँ सेन्टरबाट रोटेट गर्नुभयो भने छुट्टै फर्मुला, इनर एजबाट रोटेट गर्नुभयो भने छुट्टै फर्मुला। यदि सेन्टर एजबाट रोटेट गर्नुभयो भने त कसरी हुन्छ, तपाईँ ट्रान्जिसन गरेर कसरी डिजाइन गर्नुहुन्छ भने चाहिँ त्यसमा चाहिँ फर्मुला के रहेछ भनेपछि, जस्तै अब सुपर इलिभेसन भनेकै त स्लोप नै हो नि त। अनि त्यो जुन वाइडनिङ प्रोभाइड गर्नुभएको छ त्यो त सेन्टरबाट रोटेट गर्दा W+W/T माथिको साइडमा पनि हो, W+W/T तलको साइडमा पनि हुनुभयो। र त्यो अनुसारले गर्दा हामी चाहिँ के हेर्न सक्नुहुन्छ भने 1/n भनेको सुपर इलिभेसन भनेको 1/n E = W+W/2/LS। यो गर्दा तपाईँले सिम्प्लिफाई गर्दा एउटा फर्मुला आउन सक्नुहुन्छ। त्यो सिम्प्लिफिकेसन फर्मुला चाहिँ के रहेछ भने चाहिँ LS = NE W+W/E/2। यो कतिखेर भने सेन्टरको एबाउटमा रोटेट गर्दा यो फर्मुला हुने रहेछ। र यदि तपाईँ इनर एजकोबाट रोटेट गर्नुभयो भने यो W+W/T भनेको त फुल हुन्छ भने फुललाई आधीलाई फुल बनाउनलाई के गर्नु पर्यो, हामीले 2 ले मल्टिप्लाई गर्नु। त्यो 2 ले मल्टिप्लाई गर्दा के हुन्छ, LS = EN W+W/E हुन्छ। भनेपछि तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो
अफ ट्र्याकिङदेखि लिएर हामी सुरुवात गऱ्यो अफ ट्र्याकिङ, त्यसपछि मेकानिकल साइकोलोजिकल किन चाहियो र रेट अफ चेन्जलाई चाहिँ इन्ट्रोडक्सन इन भयो। अब थर्ड मेथडमा हामी जाउँ। थर्ड मेथड चाहिँ के रहेछ हाम्रो इम्पेरिकल फर्मुला रहेछ आइआरसीले। यो कसले दिएको? आइआरसीले डिजाइन गरेको, आइआरसीले दिएको। आइआरसीले के इम्पेरिकल फर्मुला दिएछ भने यदि प्लेन एन्ड रोलिङ टर्मिनल छ भने लेन्थ अफ कर्व भनेको कति हुन्छ? 2.7 v²/r। यो भनेको ट्रान्जिसन कर्व हो। यदि प्लेन एन्ड रोलिङ छ भने, यदि हिली रिजन छ भने कति हुन्छ? एलएस इक्वल टु v²/। यहाँ v के हुन्छ? किलोमिटर पर आवरमा हुन्छ। यसरी तपाईँ यो तिनटै मेथडबाट जुन भ्यालु सबसे म्याक्सिमम हुन्छ त्यो म्याक्सिमम भ्यालु तपाईँले एडप्ट गर्ने हो। जुन म्याक्सिमम आउँछ त्यही म्याक्सिमम